यो वाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। त आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ र आज फेरि हामीहरू आइसक्यौँ नयाँ भ्लग लिएर। र आजको नयाँ भ्लग अरू भ्लग जस्तै नर्मल भ्लग हुँदा गइरहेको छ र दिस इज अ नर्मल भ्लग, किनकि तपाईँहरूलाई थाहा छ हामीहरू त्यस्तो ठुलो ट्राभल भ्लग बनाउन, ट्राभल भ्लग बनाउने त्यस्तो उमेर नै छैन। ट्राभल गर्ने, दुनियाँ एक्सप्लोर गर्ने त्यस्तो हामीसँग एक्सपिरियन्स छैन। रिसर्चेसहरू गर्नुपर्छ। कम्तीमा नि मोटो भ्लग भ्लगिङ गरौँ भने लाग्छ रिसर्चेस, एडिटिङमा रिसर्च गर्नुपर्छ। कहाँबाट के गर्ने, कसरी गर्ने त्यो पनि हुन्छ। र हामीले त्यस्तो खाले हुन्न, हाम्रो प्लेसहरू म त्यस्तो खाले मन पराउँदैन है। म गाडीबाट ठाउँहरू घुम्ने हेर्ने र गाडीबाट बाइकहरूबाट ठाउँहरू हेरेर आनन्द लिने, त्यस्तो मेरो डिक्सनेरीमा तपाईँलाई थाहा छ नि, इत्यादि उत्यादि सबै रिक्वायरमेन्ट एक मोटो भ्लगरलाई लाग्छ। र तपाईँलाई थाहा छ मसँग त्यो सबै केही पनि छैन। अझै एडिटिङको लागि रिसर्चिङ भयो, त्यो भयो। अनि अरू रिसर्चिङ भयो, ट्रिपमा के लग्नुपर्छ, बाटोमा के समय के आइपुग्छ। रुटिक त बसमै ट्राभल गरौँ अरे। ल बसमा पनि धेरै कुराहरूको ख्याल गर्नुपर्छ। बस कति बेला जाने, कहाँबाट जाने, अनि धेरै टाइम टेबलहरू सेट जग्गा कुन ठाउँमा कति कहिले कहाँ रोकिने त्यो पनि प्लान हुनुपर्छ। 2-3 दिन कति दिन रोकिने कुनै ठाउँ गइसकेपछि। अरू बाँकी कुरा त रहँदै रहन्छ होइन। चलाउँ अब केही बाइकको लागि साथी यो भ्लग म अपलोड गरिहाल्छु, चाँडो नै गर्छु। सकेसम्म म यो भ्लगलाई चाँडो गर्छु। यदि भयो भने आजै गर्नु पर्ला। आज कति हो डेट हेर्छु है त। म यहाँनिर डेट हेर्छु, यहाँ क्यामेरा अन छ अहिले। म यहाँनिर डेट हेरिरहेको छु। आज 6 अक्टोबर हो। 6 अक्टोबर अहिले 3:20 गइरहेछ। म ट्राई गर्छु 6 बजेतिर आउने। भएन भने भोलि 9 बजे आउँछ। 7 अक्टोबर 9 बजे भ्लग आइहाल्छ, चिन्ता नगर्नु।
बाँकी घर त आइपुग्न लाग्यो के होइन घर जाम हामीहरू कहाँ अलमा लिएर आएको यो अलमा लिएर केही काम छैन अझै घाम छिटो भइयो यता अझै पुरै काटिसकेपछि गए भए हुन्थ्यो सब काटिसक्यो केही छैन आज बस्ने हो घर जाने हो अब भ्लग पनि एन्ड गर्नुपर्छ होला सो गाइज आजको लागि यति नै मिल्ने छौँ हामीहरू नेक्स्ट भिडियोमा तबसम्मको लागि बाई टेक केयर टिल द